बाँदर बाँदरको त्यो नोकेर हामी nyamil khak chana makai dari doriam baadarai jale demo barang raja राखेको एक्लै भइछु म त कोही पनि छैन मेरो साथी आइदिनुस् त मेरो साथी हरिकै मकै देख्न सक्नुहुनेछ हाम्रो मकै म चाहिँ यो के मकैको मालिक नि हो के मकैको मालिक नि रुखमाथि चढेर यहाँ बाँदरलाई हेर्दैछु बाँदरलाई रुखमाथि चढेर गाह्रो छ यत्रो ठुलो रुख छ म यहाँ रुखमाथि चढेर बसिरहेछु यहाँ बजाउने कुरा नि छ बजाउने कुरा नि बजाउने कुरा छ यो लक्कीले ढङ्कीले हाने बाँदर जान्छ अनि म चाहिँ यहाँबाट बाँदरलाई यताउता हेर्दै बस्ने जौलाइसक्यो डाटा चलाम भने पनि डाटा छैन के गर्नु चार्ज पनि छैन अब यतिकै यहाँ बाँदर हेर्दै बस्दै गर्ने यहाँ कतिखेर आउँछ बाँदर कतिखेर के गर्छ थाहै हुन्न बाँदर एकदम चलाक हुन्छ नि त फेरि त्यही भएर म ध्यानपूर्वक बाँदरलाई हेरेर बस्नुपर्ने हुन्छ यो 3 बजाएर बस्नुपर्ने हुन्छ ननिदाइकन भर्खर 12 बजिरहा 5-6 बजेसम्म म यहाँ बस्ने कसरी बस्ने होला मच्छरले टोकिसक्यो यता सबै हातमा मच्छरले टोकिसक्यो के गर्यो मेरो साथी आइदियो न कोही म एक्लै भइसके मेरो साथी आइदियो कोही म तिमीलाई 5 रुपैयाँ दिन्छु कि 5 रुपैयाँ घाँटी पनि दुखिसक्यो टाउको पनि दुखिसक्यो म के गरौँ 3 घण्टा भइसक्यो आउनलाई यहाँ आएको म के गरौँ 3 घण्टा भइसक्यो म यहाँ बारीमा आएर बसेको बाँदर एउटा आएन म यहाँ बारीमा आउँदा बाँदर आउँदैन म गइसकेपछि घर गइसकेपछि मकै खाइदिन आउँछ यस्तो चलाक छ बाँदरको जात के हो बाँदरको जात यति चलाक मान्छे भन्दा नि चलाक म के गरौँ म यहाँ यत्रो भइसक्यो आएको एउटा बाँदर आएन अहिले म घर गइसकेपछि फेरि बाँदर आएर खाइदिन्छ हिजो नि त्यस्तै भयो हिजो म कस्तो घाममा यस्तो टाटिएर बसिरहेको थिएँ घाममा एउटा बाँदर आउने छैन पछि घर गएको त बाँदरले त मकै त सुहा त्यसपछि घर गए सिधा मम्मीको गाली बटङताङ मम्मीको गाली खानु पर्यो मैले यहाँ दिमागमा सुन्नु पर्यो साथीहरू कोही त आऊ न मलाई बचाउन कोही त आऊ म घर जान्छु मेरो साथी यहाँ मेरो सता यहाँ कोही बस्दिन आऊ झ्याउ लागिसक्यो यहाँ मच्छरले टोकिहा एकपट्टि कमिलाले टोकिरहा एकपट्टि यहाँ बस्दा टाउको नि दुखिसक्यो यो गाँठोले यहाँ गाँठो छ यसले दुखाइरहेछ मेरो टाउकोमा घोचिरहा म के गरी बसौँ झ्याउ लागिसक्यो घर जाम भने पनि बाँदरले चट्काइहाल्छ घर नजाम भने भोक लाएर तीर खालाएर मन लागिसके के गरौँ म तपाईहरुले भन्नुस् त साथीहरू म चाहिँ घर लाग्दैको अब घाम अझै छ 5 बजिसक्दा नि घाम अझै छ साथीहरू म चाहिँ आज चाहिँ घाँस नलानी भनेर बिहानै लगाएको थिएँ घाँस अनि त्यही भएर
अहिले चाहिँ घाँस नलानी भनेर मैले हँसिया केही नि ल्याएको थिएन। अनि त्यसै म फर्किएँ बटल लिएर। अब एकैचोटि भोलि बिहान काट्नु पर्ने हुन्छ घाँस। अब एकछिन अब त आउँदैन होला भनेर आएको, बाँदर आउँदैन होला भनेर। अब फेरि आयो भने त मर्छ त हौ भोलि त फेरि। सायद आउँदैन होला, आज त आएन। फेरि म घर गएपछि फेरि आउँछ कि बाँदर फेरि, के भएको यस्तो हदसम्म। म घर नजाँदासम्म बाँदर बस्छ बारीमा। घर पुगेपछि बाँदर आएर खाएर कुन बेला जान्छ थाहा हुन्न, पत्तो हुन्न साथीहरू। यस्तो खतरनाक छ कि बाँदर। आजको मेरो दिन चाहिँ एकदम घटिया दिन भयो। सबै टोकेर मार्न मच्छरले टोकेर मार्नु लागेको अवस्था। पुरै ज्यानभरि मच्छरले टोकेर रातो रातो भइदियो। फाइनली साथीहरू मैले के भेटाएँ त आँप झरिरहेको रहेछ यहाँ। त्यहाँ माथि देख्यो, त्यहाँ माथि कहाँ छ आँपहरू? त्यता कहाँ छ आँपहरू? त्यहाँ माथि छ। यता यस्तो कालो छ। अब यो एकैचोटि घरमा गएर खानु पनि हुन्छ। लास्टै गर्मी हो, झन् गर्मी हुन्छ मलाई। आँप खाएपछि घर गएर खान्छु म। बाडी चुडी हो क्या, भाइ बहिनीहरू नि आउँछ, उनीहरूलाई नि अलिअलि दिनु पर्यो नि त चखाउनलाई। उकालो छ, उकालो।